6 महिना चलाएर म जग्गा किनिदिन्छु भनेरै लानुभएको। अब ससुरा बित्नुभयो, सासू बित्नुभयो, मेरो श्रीमान बित्नुभयो। अहिलेसम्म मामाको अत्तो पत्तो छैन। तपाईको पैसा लाने भने तपाईको मामाको चाहिँ फोटो यही हो नि त, तस्बिर उहाँ हैन त? खड्कबहादुर खड्का भन्ने व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ। उहाँले नै चाहिँ उहाँहरुको थरै खड्का पनि हो। हजुर, नाम पनि खड्कबहादुरै रहेछ, नागरिकताको नाम। बोलाउने नाम पुष्कर खड्का भनिन्छ। हामी त पुष्कर माम भन्थ्यौं। अहिलेको जमाना भने चाहिँ आफ्नो नजिकको आफन्त हो भनेर विश्वास गर्ने जमाना पनि रहेनछ। आफन्तहरूबाट नै यसरी घात हुँदो रहेछ, धोका पाइँदो रहेछ, आफन्तहरूले नै यसरी पीडा दिँदा रहेछन्। हामी आइमा केटी मान्छेलाई यस्तो दुःख पर्दाखेरि भेट्न आउने, सान्त्वना दिने, आफ्नो मान्छे भएर कहाँ हो त्यो त गर्नु भएन। उल्टो कन्ट्याक्ट विहीन हुने, सम्पर्कमा नआउने, त्यस्तो गरी हिँड्नु भएको छ। उहाँहरूको छोराहरू चाहिँ ठाउँ पुर्याएर बस्नु भएको छ। डेनमार्कतिर छन्, एउटा अस्ट्रेलिया छन्। यदि यो कागजमा लेखिए अनुसार 2071 साल माघ मसान्तमा दिन नसके, यही कागज अनुसार चाहिँ उहाँको घर जग्गा जमिन लिलाम गर्न समेत आफू मन्जुर रहेको भनेर यो कागजमा खुलाइएको छ दर्शक महानुभावहरू। तर आज 10 वर्ष भइसक्दाखेरि पनि उहाँले पैसा दिने कुरा त परै जाओस्, उहाँ सम्पर्कमा समेत आउनु भएको छैन। बाध्यताले मुद्दा हाल्न नि बाध्य भएको हो। मलाई मुद्दा खेप्ने, मुद्दा हाल्ने कुनै रहर होइन। यो मिडियामा आउने पनि रहर होइन। बाध्यताले केही सिप नलाएर आएको छु। हामी जस्तो टुक्रो भान्जा भान्जीलाई रुवाएर, मेरो त्यो बालाखा छोरा रुवाएर के फाइदा हुन्छ र उहाँलाई? सुनौलो मिडिया नेटवर्क, सहरदेखि गाउँसम्म हामी छौँ तपाईँको साथमा। आदरणीय दर्शक महानुभावहरू नमस्कार, म मनोज खड्का र तपाईँहरू हेरिरहनु भएको छ sunaulopanna.com। दर्शक महानुभावहरू, आज भने हामी तपाईँहरूमाझ एक पीडादायी भिडियो सामग्री लिएर उपस्थित भएका छौँ। दर्शक महानुभावहरू, आज हामीसँग यहाँ आफ्नो पीडा लिएर आउनुभएको छ दुर्गा रायमाझी, र खासमा चाहिँ उहाँहरूको लेनदेन सम्बन्धीको कुरा हो यो। उहाँको मामा ससुरोले उहाँहरूबाट आजभन्दा 10 वर्ष अगाडि 25 लाख रुपियाँ लिनुभएको थियो। तर विगत 2 वर्षदेखि उहाँहरूको मामा ससुरो, जसको नाम चाहिँ खड्कबहादुर खड्का हो, र उहाँ चाहिँ सम्पर्कविहीन हुनुभएको छ। दर्शक महानुभावहरू, यो विषयसँग सम्बन्धित रहेर वास्तविक थप कुराकानीहरू चाहिँ हामी दुर्गा रायमाझीसँग गर्न गइरहेका छौँ। उहाँ हामीसँग यहाँ हुनुहुन्छ र उहाँको पीडा, उहाँको समस्याको विषयमा र उहाँहरूको यो कारोबारको विषयमा हामी तपाईँलाई जानकारी दिन गइरहेका छौँ। दिदी नमस्ते। नमस्ते। तपाईँको नाम भनिदिनुहोस् त। मेरो दुर्गा रायमाझी हो। दुर्गा रायमाझी। घर कहाँ हो तपाईँको? घर रामेछाप। घर रामेछाप। बेथान सुनापति गाविस, बेथान 4 हो। सुनापति गाउँपालिका। सुनापति गाउँपालिका, वडा नम्बर 4, बेथान तपाईँको घर। अनि खास यो तपाईँको यो अहिले यहाँ एउटा कागज छ, नेपाली कागज, र यहाँ चाहिँ के चाहिँ लेखिएको छ भने तपाईँहरूको यो 25 लाख रुपियाँ चाहिँ 2071 साल भदौ 24 गते उही रामेछाप बेथानको वडा नम्बर 4 घर भएको खड्कबहादुर खड्काले चाहिँ लगेको भन्ने कुरा चाहिँ यो कागजमा उल्लेख गरेको रहेछ। र त्यसमा चाहिँ यहाँ तपाईँको श्रीमानको नाम हो गुणकुमार राय भनेको, तपाईँको श्रीमान र उहाँ बिचको कारोबार भएको रहेछ। अब हामी सुरुमा चाहिँ के बुझ्न चाहन्छौँ भने अहिले जुन तपाईँले यो कागज लिएर तपाईँ यहाँ चाहिँ हामीसँग कुराकानी गरिरहँदाको अवस्थामा चाहिँ तपाईँले अहिले भने जस्तै तपाईँको श्रीमानको चाहिँ अहिले मृत्यु भइसक्यो। मृत्यु भइसक्यो। ठुलो रोग लाएर मृत्यु भयो। त्यो बेला पनि मामालाई हामीले कति कन्ट्याक्ट गर्ने प्रयास गऱ्यौँ, आउनु नि भएन। हजुर, कहीँ सम्पर्कमा आउनु भएन। हामीलाई पैसा चाहियो भन्दा नि केही गर्नु भएन। अहिले कन्ट्याक्ट विहीन हुनुहुन्छ। अनि त्यही भएर एकदम हामी दुखी पीडित छौँ। त्यो बेला त्यस्तो भन्दा पनि आउनु भएन। भनेपछि यो तपाईँको जो खड्कबहादुर खड्का भन्ने व्यक्ति चाहिँ तपाईँहरूको के नाता पर्ने हो? मेरो श्रीमानको आफ्नै मामा हो। मेरो मामा ससुरा पर्नुहुन्छ। हजुर। मेरो सासूको आफ्नै ठुलो कान्छो भाइ हो। पुष्कर खड्का भन्छन् नामले, बोलाउने नाम चाहिँ। हजुर। उहाँको नागरिकताको नाम अर्कै रहेछ छ। अनि उहाँलाई चाहिँ अब हामीले 6 महिना लाग्यो भने मेरो ससुर बुवा हुँदै दिएको यो पैसा। हजुर। अनि 6 महिना चलाएर म जग्गा किनिदिन्छु भनेरै लानुभएको। अब ससुरा बित्नुभयो, सासू बित्नुभयो, मेरो श्रीमान बित्नुभयो। अहिलेसम्म मामाको अत्तो पत्तो छैन। मेरो एउटा बालाखा छोरो छ, म छु। म त्यसरी बसेका छौँ। खोज्न जाउँ, कहाँ जाउँ? अब कागजको म्याद गएपछि मुद्दा हाल्नुपर्छ भने मुद्दा दर्ता गर्दा नि उहाँ केही अब खोइ मुद्दा हाल्नु त हालेको छु, दर्ता गरिरहेको छु कागज रोक्नको लागि। मुद्दा दर्ता गर्नु भएको छ? मुद्दा हाल्नु भएको छ? मुद्दा कहाँ कुन ठाउँमा हाल्नु भएको छ? मैले मुद्दा चाहिँ यो बगरमहलमा के जिल्ला अदालतमा हालेको छु। काठमाडौँ जिल्ला अदालतमा तपाईँले मुद्दा हालिसक्नु भएको छ? हालिसकेको छु। त्यहाँ पनि 60,000 तिरै मुद्दा दर्ता गर्नु पर्दो रहेछ।
हामी आइमे केटी मान्छेलाई यस्तो दुःख पर्दाखेरि भेट्न आउने सान्त्वना दिने आफ्नो मान्छे भएर कहाँ हो त्यो त गर्नु भएन। उल्टो कन्ट्याक्टविहीन हुने सम्पर्कमा नआउने त्यस्तो गरी हिँड्नु भएको छ। उहाँहरूको छोराहरू चाहिँ ठाउँ पुऱ्याएर बस्नु भएको छ। डेनमार्कतिर छन्, एउटा अस्ट्रेलिया छन्। वास्ता नगर्ने हाम्रो पैसा त्यो बेलदेखि लगेर हामीले जति सक्नुहुन्छ त्यति थोरै गरी दिनु मामा भन्दा पनि दिनु भएन। मेरो ससुरा हुँदादेखि दिएको, अनि कागज गरेर राखेकै 10 वर्ष भइसक्यो। कागजको म्याद जाँदो रहेछ, त्यही भएर म बाध्यताले मुद्दा दर्ता गरेको छु। जहाँ भए पनि मामाहरू यो मैले मिडिया मार्फत जान बाध्य भएँ। जहाँ भयो नि यो समाचार सुन्नुभयो भने सम्पर्कमा आउनु होला, भेटघाट गर्नु होला भन्न चाहन्छु हैन। तपाईँले भनेपछि आजभन्दा अगाडि चाहिँ तपाईँको जो मामा हुनुहुन्छ खड्कबहादुर खड्का, उहाँलाई सम्पर्कमा ल्याउने धेरैचोटि कोसिस गर्नुभयो। धेरैचोटि गरेको। उहाँको त्यहाँ नजिकको अरू पनि त्यहाँ आफ्नो आफन्तहरू त हुनुहुन्थ्यो होला नि, घरका चाहिँ वरपर दाजुभाइहरू अथवा छरछिमेकीहरू अरूसँग पनि कुराहरू गर्नुभयो तपाईँले? कुराहरू गरेको। उहाँकै अब छिमेकी भतिजाहरूलाई, जस्तै मेरो फुपू सासूको छोराहरू छन्, उहाँकै भतिजाहरू पर्ने, उहाँहरूसँग सम्पर्क गराइदिनु यस्तो भन्दा नि हामीसँग सम्पर्क छैन यस्तो भन्नुभयो। उहाँको आफ्नै कान्छो भाइ हुनुहुन्छ चाबेलमा, कपनमा। मैले उहाँले पनि अस्ति नै मामा मैले अब पुष्कर मामालाई यस्तो गरी मुद्दा हालेँ मैले, अब मिडियामा नि जानु पर्यो, कन्ट्याक्टमा आउनु भएन, म यस्तो छु, म कहाँ खोज्न जाउँ, के गरौँ, म आइमे मान्छे भन्दाखेरि पनि उहाँले अब कन्ट्याक्टमा आउँदैनन्, आएछन् भने म भनिदिउँला, अब मैले के गर्न सक्छु र मैले के गर्न सक्दिनँ भान्जी भन्नुभयो उहाँको आफ्नै भाइले पनि। अब त्यही भएर चाहिँ म मिडियामा आउन बाध्य भएको हो। तपाईँको पैसा लाने भने तपाईँको मामाको चाहिँ फोटो यही हो नि त, तस्बिर? उहाँ होइन त? खड्कबहादुर खड्का भन्ने व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ। उहाँले नै चाहिँ उहाँहरूको थरै खड्का पनि हो। हजुर, नाम पनि खड्कबहादुरै रहेछ, नागरिकताको नाम। बोलाउने नाम पुष्कर खड्का भनिन्छ। हामी त पुष्कर माम भन्थ्यौँ। भने पछाडि अब यो 10 वर्ष अगाडि 25 लाख रुपियाँ चाहिँ तपाईँहरूबाट चाहिँ उहाँले लानुभएको? लानुभएको कागज गरेको छ। उहाँ सही आर्मी जगतेको मालपोत कार्यालयमा आएर कागज गरेर उहाँको श्रीमती नै आउनु भएको थियो। केको लागि भनेर लानुभएको थियो पैसा चाहिँ? उहाँले 2-4 महिना म चलाउँछु, अनि जग्गा म राम्रो ठाउँ जग्गा भेटेपछि जग्गा नि जग्गै किनिदिन्छु भनेर लानु भएको थियो। बुवासँग त्यो कुरो भएको, मेरो ससुर बुवासँग। जग्गा किन्न राखेको पैसा हो हाम्रो यो। मूलपानी जग्गा बेचेर मन्थली घडेरी बेचेर राखेको पैसा हो। एक ठाउँ जग्गा किन्ने भनेर राखेको पैसा हो यो हाम्रो। अनि त्यो भएपछि मामाले म चलाइदिन्छु, राम्रो ठाउँ जग्गा भेटेपछि जग्गा किनिदिन्छु भनेर लगेको। त्यहाँ भागा पनि 6 महिनै कैद छ, कागजमा पढ्न सक्नुहुन्छ। अनि अहिलेसम्म त्यो पछि सम्पर्कविहीन हुँदै कति वर्षपछि आएर एकचोटि बल्ल बोलाएर कागज गराएको। त्यो पछि अब 2 वर्षभित्र तिर्छु भनेको कागज गरिकन पनि त्यो पछि मान्छे सम्पर्कविहीनै हुनुभयो। सिम फेरै हाम्रो नम्बर ब्लक राखे गरिदिने त्यस्तो गरे भएर। अनि अब हामी के गरौँ? मेरो छोरो छ, एउटा बालखा छोरो छ, मेरो कोही छैन। अब सासू ससुरा मेरो श्रीमान सबै बित्नुभयो। मेरो श्रीमानको किडनी फेल भएर त्यत्रो उपचार गरियो, त्यो बेला पनि आउनु भएन। कहाँबाट एउटा नम्बर भेटेर चाहिँ सम्पर्क गर्दाखेरि मेरो छोराले ड्याडीले भेट्न खोज्नु भएको छ, बुवा आउनु, पैसा नभए पनि आउनु, पैसा ठुलो कुरो होइन भन्दा पनि आउनु भएन। बुवाले तपाईँले भेट्नु खोज्नु भएको छ, हस्पिटलमा आउनु न एकछिन भन्दा नि आउनु भएन मामा। अब नाता त हाम्रो मामा भान्जाकै थियो, तैपनि उहाँले अब पढाइ जस्तो सम्झेर त्यस्तो भन्नुभयो। कन्ट्याक्टमा आएको भयो नि हामी केही गर्दैनौँ खाँदैनौँ होइन। उहाँ आउनु भएन। अब हामी जस्तो टुक्रो भान्जा भान्जीलाई रुवाएर, मेरो त्यो बालखा छोरा रुवाएर के फाइदा हुन्छ र उहाँलाई? जहाँ भए पनि सम्पर्कमा आउनु होला। तपाईँले जसरी तिर्नुहुन्छ हामी त्यसै लिन चाहन्छौँ। हाम्रो पनि त्यो दुःख पसिना बगेको पैसा हो। हामी त्यत्रो दुःख पर्दा त्यत्रो मेरो श्रीमान उपचार गर्दा पनि सुको पैसा कहीँ पाइएन। म कति अन्त पैसा खोजेर, कति ऋण गरेर, कति के गरेर मैले उपचार गरेँ त्यो त मलाई थाहा होला। म आफूले किडनी दिएर मेरो बुढालाई बचाउने त्यत्रो प्रयास गरेँ, तैपनि आउनु भएन। त्यसो तपाईँको श्रीमान चाहिँ किडनी फेल भएर बित्नु भएको। किडनी ट्रान्सप्लान्ट पनि गऱ्यौँ हामीले। तपाईँले आफ्नै किडनी दिनुभएको? मैले आफ्नै किडनी दिएर बचाउने प्रयास गरेँ। अनि मामालाई पनि बोलाएको, पैसा खाँचो छ आउनु भन्दाखेरि हाम्रो नन्दले हो के अरे, नन्दसँग चाहिँ नम्बर रहेछ एउटा, अनि उहाँले दिएर चाहिँ सम्पर्क गरेको थियो मेरो छोराले। हामी त हस्पिटलमै थियौँ बिरामी।
अनि म एक्लै छु, दुईजना बिरामी स्याहारिरहेको छु, बुवा एकचोटि भेट्न आउनु, मेरो ड्याडीले भेट्न खोज्नु भएको छ भन्दा पनि म आउन पैसै छैन, कसरी आउनु भन्नुभयो अरे। पैसा भयो भने आउँछु भने भन्नुभयो अरे मामाले। अनि पैसा नभए भने आउनु भेट्न खोज्नु भएको छ ड्याडीले भन्दाखेरि म हेर्छु बाबु भने अरे। त्यो नम्बर फेरि भोलिपल्टदेखि ब्लक राखिदिनु भयो उहाँले। अहिलेसम्म अरू केही कन्ट्याक्ट छैन, कहीँबाट फोन कल केही गर्नुहुन्न हामीलाई। अन्तिमचोटि कहिले चाहिँ उहाँसँग सम्पर्क अथवा भेटघाट अथवा कुराकानी भएको थियो तपाईँहरूको? सम्पर्क भएको त हाम्रो त्यही 79 साल माघको 22 गते चाहिँ हाम्रो किडनी ट्रान्सप्लान्ट भएको थियो। हजुर। त्यही 2-3 दिन पछाडि भएको। म पनि अब हस्पिटलमा बिरामी अवस्थामै छु, एकदिन त छैन, त्यही 2-3 दिन पछाडि भनेपछि 79 को माघतिर माघ महिनामा भेट भएको थियो भनेपछि अहिले 80 81 25-26 तिर होला। त्यो बेलतिर एकचोटि कन्ट्याक्ट भएको, त्यहाँदेखि कन्ट्याक्ट छैन। त्यो 2 वर्ष अगाडि, अहिले 82 साल लागिसक्यो, 2 वर्ष अगाडि, त्यसै 2 वर्षदेखि उहाँ सम्पर्कविहीन अवस्थामा हुनुहुन्छ। उहाँलाई सबै थाहा छ हाम्रो यो कहानी, यस्तो यस्तो छन्, भान्जो बितेको सबै थाहा छ। बाहिर बसेर हाम्रो कुरा बुझिरहनु भएको छ। हामीसँग देखा पर्नुहुन्न, गर्नु खोजे के हो। कति भयो तपाईँको श्रीमान बित्नु भएको चाहिँ कति भयो? मेरो श्रीमान बितेको 80 मङ्सिरमा बितेको। अब अहिले अस्ति मङ्सिरमा 1 वर्ष पुगेर यति भयो। अहिले भनेको तपाईँको कुरा भने चाहिँ उहाँ सम्पर्कमा आइदिएर राम्रोसँग सरसल्लाह गरेर चाहिँ यो पैसा दिने कुराहरू अथवा चाहिँ अन्य थप कुराहरू के गर्नुहुन्छ चाहिँ आएर प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्दाखेरि चाहिँ सहज हुन्थ्यो भन्ने कुरा नै हो। अब हाम्रो ऋण पनि कति बाँकी छ। मेरो श्रीमानको किडनी फेर्यो, किडनी ट्रान्सप्लान्ट गर्यो, फेरि श्रीमान बित्नुभयो, कति हस्पिटल राख्यो बस्यो, कति ऋणहरू पनि छ। हामी अब आइमे केटले कसरी गर्छौँ, त्यो पैसा अलिअलि मामाले अलिअलि गरी दिनुभयो भनेदेखि हामीलाई पनि सजिलो हुन्थ्यो। अरूको ऋण तिर्न पाउँथेँ, मलाई पनि गाह्रो छ नि त। काठमाडौँ ठाउँमा बस्नलाई मैले त्यतिकै छैन नि त। अब पहिल्यैदेखि यहीँ बस्यो, अब ऋण छ, यहीँ यतैको ऋण खाइया छ, नतिरी हिँड्ने कुरो पनि भएन होइन। त्यो भएर चाहिँ अब मामाले पैसा दियो भनेदेखि त कति वर्ष अहिलेदेखिको पैसा। अब हाम्रो पनि त्यो पैसा मामाले सुरुमा देखायो, केही बनिसक्थ्यो हाम्रो पनि। आफ्नो मात्रै घर बनाउने, जग्गा बनाउने, छोराहरू ठाउँमा पढाउने पठाउने, त्यस्तो गयो भन नि त। हाम्रो यस्तो लथलिङ्ग पारेर त्यही टेन्सनले हाम्रो सबै मान्छे बितिसक्नु भयो। आखिर टेन्सन भएपछि त मान्छे रोग निस्किन्छ, रोग भएपछि त मान्छे त्यस्तो अवस्थामा पुगेर बितिसक्नु भयो। अहिले त्यो कुरो मामाले बुझ्नुपर्ने हो। आदरणीय दर्शक महानुभावहरू, तपाईँले उहाँको कुरा सुनिसक्नु भएको छ। यहाँ दर्शकवृन्दहरू, यहाँ अहिले आफन्तलाई नै विश्वास गर्ने जमाना रहेनछ भन्ने कुरा चाहिँ यो घटनाबाट प्रष्ट हुन्छ। दर्शक महानुभावहरू, आजको यो भिडियो सामग्री चाहिँ हामीले कुनै रहरले बनाएको होइन। अन्तिम अवस्थामा, बाध्यात्मक अवस्थामा पुगिसके पछाडि यो भिडियो सामग्री बनाएका हौँ दर्शक महानुभावहरू। होइन भने यदि बेलैमा सम्पर्कमा आउनुभएको भए, बेलैमा खड्गबहादुर खड्का उहाँहरूको सम्पर्कमा आउनुभएको भए, राम्रोसँग कुरा गर्नुभएको भए, अथवा अन्य कोही कसैको माध्यमबाट पनि सम्पर्कमा आउनुभएको भए आज यसरी भिडियो बनाउनु पर्ने अवस्था थिएन। यो भिडियो बनाउनु कुनै रहर होइन, बाध्यता हो। र यसरी सम्भवतः यो भिडियो यदि खड्गबहादुर खड्काले हेरिरहनु भएको छ भने कृपया तपाईँ तुरुन्तै आफ्नो भान्जी बुहारीको सम्पर्कमा आउनु होला। तपाईँले आफ्नो भान्जा, आफ्नो साखे भान्जा त्यसरी बिरामी भएको अवस्थामा समेत हेर्न आउनु भएन छ। र त्यत्रो समस्या पर्दाखेरि समेत आफूले लगेको पैसा, दिनुपर्ने पैसा समेत दिनुभएको रहेनछ। र अझै पनि यो पैसा पाउनको लागि उहाँहरूले हामी मार्फत यसरी दुःख पीडा पोख्नु भएको छ। तपाईँ यदि यो भिडियो हेरिरहनु भएको छ भने कृपया खड्गबहादुर खड्काजी तपाईँ आफ्नो भान्जी बुहारीको सम्पर्कमा आउनु होला, कुरा गर्नु होला र यो समस्याको समाधान गर्नु होला। यदि तपाईँ कोही दर्शकवृन्दहरूले यो भिडियो सामग्री हेरिरहनु भएको छ, खड्गबहादुर खड्काको कोही आफन्त हुनुहुन्छ या अन्य कोही व्यक्तिहरू हुनुहुन्छ भने कृपया खड्गबहादुर खड्का समक्ष यो भिडियो सामग्री पुर्याउनका लागि सेयर गरिदिनु होला पनि भन्न चाहन्छु दर्शक महानुभावहरू। तसर्थ अहिलेको जमानामा चाहिँ यसरी आफन्त भनेर विश्वास गर्ने जमाना चाहिँ रहेन। तपाईँहरू पनि सतर्क अपनाउनु होला, तपाईँहरू पनि सचेत रहनु होला, सचेत बन्नु होला, ताकि आफन्त भएको कारणले गर्दाखेरि, आफन्तसँग कारोबार गर्नको कारणले गर्दाखेरि पनि यहाँ आफैले समस्या पर्दो रहेछ, फसिने रहेछ भन्ने कुराको उदाहरण पनि रहेको छ। ठिक छ, अरू के भन्न मन लागेको छ तपाईँलाई? अब के भन्नु, जहाँ हुनुहुन्छ आउनु होला, सम्पर्कमा आउनु होला। भान्जोको पहिलाको नम्बर पनि चलिराखेको छ, जुन नम्बरमा गर्दा पनि हुन्छ। आफ्नो आफन्तबाट पनि हाम्रो नम्बर टिपाउनु सक्नुहुन्छ, अथवा हामी नम्बर पनि यहाँ राखिदिन्छौँ। मामा अन्यथा केही नसोध्नु, म मामाले गरेको व्यवहार अनुसारले बाध्यताले म मुद्दा हाल्न पनि म बाध्य भएँ। मेरो आर्थिक अवस्था कम हुँदा पनि मैले कुन हिसाबले मुद्दा हालेँ, कुन हिसाबले मिडियासम्म पुगेँ भन्ने कुरो मलाई थाहा होला। मामा त्यस्तो विधि हामीलाई धोका नदिनु, त्यस्तो दुःख नदिनु।
भान्जाहरू मेरो ससुर बुवाहरू हुँदा त दिनुभयो दुःख। उहाँहरू त अलिक जान्ने बुझ्ने मान्छे हुनुहुन्थ्यो। मलाई त के थाहा छ, मेरो छोरालाई के थाहा छ म त्यस्तो बालाखा बच्चा लिएर बसिरहेको छु भनेदेखि यस्तो दुःख नदिनु होला। मेरो ठाउँमा हजुरहरू बसेर हेऱ्यो भने थाहा हुन्थ्यो होला होइन, मलाई यस्तो गरी उस्तो गरी भने भन्नु होला हजुरहरूले। तर मेरो ठाउँमा एकचोटि बसेर सम्झेर हेर्नुहोस् अनि थाहा हुन्छ हजुरहरूलाई। जहाँ हुनुहुन्छ आउनु होला। उहाँहरूको तिर्न चाहेको भए उहाँहरूको छोराहरूले नि तिर्न सक्नुहुन्छ। छोराहरू पनि विदेशमा छन्, उहीँको पिआर पारेर बसिसकेका छन्। दुई भाइ छोराहरू छन्। छोराहरूसँग चाहिँ सम्पर्क छैन तपाईँहरूको? छैन सम्पर्क। एकचोटि पहिल्यै 2 वर्ष अगाडि नै एकचोटि भएको थियो। अनि बुवाले गरेका कारोबार हामीलाई केही छैन भनेर रविन्द्र खड्का भन्ने जेठो छोरो हो कि क्या हो, मेरो छोराले यो फेसबुक मार्फतबाट गरेको थियो म्यासेजमा। अनि बुवाले गरेका कारोबार बुवाले भन्नु बाबु हामीलाई त केही थाहा छैन भन्ने कुरो भयो। त्यो भनेपछि हामीले त्यहाँ सम्पर्क गरेनौँ। अहिले उहाँहरूले सम्पर्कमा छैन, ब्लक राखेको छ हाम्रो उहरू। त्यो सामाजिक सञ्जालमा पनि भेटघाट नहुने राखेको छ उहाँहरूले। अब हामीलाई यस्तो दुःख दिएर, हामीले आफ्नो चेलीबेटी मान्छेलाई यस्तो दुःख दिएर, भान्जा भान्जीलाई यस्तो दुःख दिएर उहाँहरूलाई राम्रो हुन्छ भनी ठान्नु भएको छ कि के ठान्नु भएको छ त्यो हामीलाई थाहा छैन। जे भए पनि सम्पर्कमा आउनु। हामी यस्तो दुःख पीडा भोगेर बसेका छौँ। मेरो बालखा छोरोलाई पनि केही थाहा छैन, मलाई पनि केही थाहा छैन। मैले त अब यो मिडिया मार्फत आइसी केही रात मिल्छ कि सम्पर्कमा आउनुहुन्छ कि भनेर आएको छु। आदरणीय दर्शक महानुभावहरू, यो कागज चाहिँ 2071 साल भदौ 24 गते गरिएको रहेछ। यो कागजमा लेखे अनुसार खड्कबहादुर खड्काले उहाँको भान्जा गुणकुमार राय, जो दुर्गा रायमाझीको श्रीमान हुनुहुन्छ, उहाँलाई चाहिँ 2071 साल माघ मसान्तमा बुझाउनु पर्ने भनेर यो कागजमा लेखिएको छ, बगैँता लेखिएको छ। यदि यो कागजमा लेखे अनुसार 2071 साल माघ मसान्तमा दिन नसके, यही कागज अनुसार चाहिँ उहाँको घर जग्गा जमिन लिलाम गर्न समेत आफू मन्जुर रहेको भनेर यो कागजमा खुलाइएको छ दर्शक महानुभावहरू। तर आज 10 वर्ष भइसक्दाखेरि पनि उहाँले पैसा दिने कुरा त परै जाओस्, उहाँ सम्पर्कमा समेत आउनु भएको छैन। तपाईँले मुद्दा चाहिँ कहिले दर्ता गराउनु भएको? 81 साल भदौ 24मा गराएको। यो 24 सम्मको म्याद थियो कागजको। त्यही दिन लास्ट म्यादसम्म त मैले कुरेर बसेँ। उहाँहरूको कहीँबाट सम्पर्क नभएपछि अनि मुद्दा दर्ता गरेको मैले। यो चाहिँ तपाईँहरूले यो 2071 साल भदौ 24 गते कागज गरेको कारणले गर्दाखेरि चाहिँ 2021 साल भदौ 24 गते 10 वर्ष पुग्छ, कागजको म्याद सकिन्छ भन्ने चाहिँ ठानेर चाहिँ त्योभन्दा अगाडि नै अदालतमा मुद्दा दर्ता गराउनु भयो। अनि अहिले चाहिँ के छ, अदालतबाट चाहिँ के भनेको छ? त्यो अब मान्छे भेटेको छैन, हामीले खोजी कार्य जारी राखेका छौँ भनेको छ। अनि अब हामीले ठेगाना त खनपानीकै दिएको हो। उहाँहरूको यता पनि घर छ नि, सबै पहिला यतै थियो घर, बेचिनी बेखानी गर्नुभयो, अहिले छैन। खनपानी पुर्खेल सम्पत्ति हो उहाँहरूको, पुर्खेल घर हो, त्यहीको ठेगाना दिएको छौँ। अनि खोज्ने कार्य जारी राखेको छ भनेको छ। अब भेटेको छैन, महिनै पछि म तारिख खेप्न गइरहनु पर्छ। अदालत गइरहनु भएको छ? अदालत गइरहन्छु, महिनाको एकचोटि बोलाउँदा रहेछन्, त्यसै गइरहन्छु। म कहिले मुद्दा मामला केही नगरे मान्छे, मामा ससुराले मलाई त्यत्रो लगाइदिनु भएको छ। बाध्यताले मुद्दा हाल्नु नि बाध्य भएको हो। मलाई मुद्दा खेप्ने, मुद्दा हाल्ने कुनै रहर होइन, यो मिडियामा आउने पनि रहर होइन। बाध्यताले केही सिप नलाएर आएको छु। आफन्त बीच भएको यो कारोबार आज यसरी मिडिया सामु ल्याउन हामी पनि बाध्य भएका छौँ दर्शक महानुभावहरू। तर एउटा कुरा चाहिँ के हो भने, अहिलेको जमाना भने चाहिँ आफ्नो नजिकको आफन्त हो भनेर विश्वास गर्ने जमाना पनि रहेनछ। आफन्तहरूबाट नै यसरी घात हुँदो रहेछ, धोका पाइँदो रहेछ, आफन्तहरूले नै यसरी पीडा दिँदा रहेछन् भन्ने कुराको यो आजको भिडियो सामग्री नै ज्वलन्त उदाहरण हो दर्शकवृन्दहरू। तसर्थ तपाईँहरू पनि आफन्त बिचमा पनि कारोबार गर्नको लागि चाहिँ सोचेर बुझेर मात्र गर्नु होला, सचेत रहनु होला पनि भन्न चाहन्छौँ। र दर्शक महानुभावहरू, खड्ककुमार खड्कालाई सम्पर्कमा ल्याउनको लागि यो भिडियो सामग्री धेरैभन्दा धेरै व्यक्तिहरू समक्ष पुर्याउनको लागि सेयर गरिदिनु होला। आजको लागि भनेपछि म लगायत मेरो एन्टायर टिमलाई बिदा दिनुहोस्। अर्को भिडियोमा फरक विषय र फरक प्रस्तुतिको साथमा उपस्थित हुने नै छौँ। हस्त नमस्कार।